हेर्नुहोस् है, डायङ कम्पनी जुन चाइनाको नम्बर 1 कम्पनी हो, एकदमै धेरै 30-35 वर्षदेखि चाहिँ उसले चाहिँ काम गरिरहेको कम्पनी, फेरि पनि नयाँ मोडलमा इलेक्ट्रिकमा चाहिँ फेरि नेपालमा हामीले ल्याइसकेको छौँ। यो चाहिँ डायङको म्याक्स ES6 मोडल हो, जसमा चाहिँ 72 भोल्ट 32 एम्पियरको ग्राफेन ब्याट्री छ र यसको मोटर पावर भनेको तपाईँको 2800 वाट भयो। यसले एकचोटि फुल चार्जमा तपाईँको 100 किलोमिटर मजाले दिन्छ है। लुक्स हेर्दा एकदमै एट्र्याक्टिभ लुक्स, यो भनेको हेर्दा पनि एकदमै झट्ट हेर्दा पेट्रोल बाइक हो, तर यो चाहिँ हाम्रो इलेक्ट्रिक स्कुटर है। डिजाइनको कुरा गऱ्यो भने यो चाहिँ 2026 को मोडल भयो हैन। पछाडिको लुक्स हेर्न सक्नुहुन्छ, अगाडिको लुक्स हेर्न सक्नुहुन्छ। अगाडि पछाडि डबल डिस्क, त्यसपछि 12 इन्चको चाहिँ व्हील भएको, ग्राउन्ड क्लियरेन्स पनि एकदमै राम्रो, बुट स्पेस पनि एकदमै राम्रो र सँगसँगै तपाईँको बुट स्पेस पनि एकदमै राम्रो भएको है। क्वालिटीको कुरा गऱ्यो भने एकदमै राम्रो क्वालिटीको स्कुटर फेरि तपाईँको कहाँ लिएर आइसकेको छौँ हामीले। डिस्प्ले पनि हेर्न सक्नुहुन्छ, एकदमै राम्रो डिस्प्ले भएको। स्विचको कुरा गऱ्यो भने एकदम क्वालिटीको है, एकदमै क्वालिटीको स्विचहरू भएको, डिजाइन पनि एकदमै, र क्वालिटीको कुरै छोडौँ एकदमै राम्रो। यसले चाहिँ तपाईँको 100 देखि 120 किलोमिटर मजाले दिन्छ है। थप जानकारीको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।